इन्डिजिनियस टेलिभिजनमा जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजोलपा नमस्कार अनि अभिवादन। आजको जनसवाल कार्यक्रममा नेपालका आदिवासी जनजातिहरूमध्ये काठमाडौँ उपत्यका वरपर रहेको र विशेष गरी अहिलेको राज्यको संरचना अनुसार 3 नम्बर प्रदेशभित्र परेको आफ्नो जन्मभूमि ठानेको आदिवासी जनजाति मध्ये तामाङ समुदाय, जुन समुदायले आफ्नो पहिचानको कुरा उठाइरहेका छन् र आफ्नै संस्कृतिलाई निरन्तरता दिइरहेका छन्। तामाङ समुदायले मनाउने विभिन्न पर्वहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण पर्व भनेको लोछार हो, जुन लोछारलाई सोनाम लोछार भनिन्छ। सोनाम लोछार प्रत्येक वर्ष तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आइरहेको सन्दर्भ र यो लोछार मनाउने दिनको विषयमा पछिल्लो समयमा आएर एकदङ्गको विवाद भन्ने कुरा आइरहेको वास्तविकता के हो त, यी विषयमा केन्द्रित भएर कुराकानी गर्नको लागि तामाङ समुदायको राष्ट्रिय सङ्गठन नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेलाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। मोहन गोलेजी, जोजोलपा फ्याफुल्ला। हजुर, धन्यवाद फ्याफुल्ला। तपाईहरुको लोछार पर्व मनाउँदै हुनुहुन्छ। लोछार पर्व मनाउनु पूर्व नै यसपालि त विवादमा देखियो। एक महिना अगाडि, एक महिना पछाडि भन्ने कुरा। तपाईहरुले यो फागुन 4 गते मनाउने भनिराख्नु भएको छ। तपाईकै घेदुङकै केही व्यक्तिहरूले फेरि माघ 4 गते नै मनाउनु पर्छ यो लोछार भनेर चाहिँ दाबी गरिरहेका छन्, सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका छन्। के भएको वास्तवमा संगठनभित्र यस्तो विवाद आउनु के भएको हो? अब मुख्यतः यो पात्रोको विषय हो। अब राज्यले प्रकाशन गर्ने क्यालेन्डर जुन विक्रम सम्वतको क्यालेन्डर छ, त्यो विक्रम सम्वतको क्यालेन्डर चाहिँ सौर्य पात्रो अनुसार बन्छ। सूर्यको गति र प्रभावको आधारमा बन्छ र हामीले विश्वास, तामाङ समुदायले विश्वास गर्ने हाम्रो परम्परामा आधारित पात्रो भनेको चन्द्र पात्रो हो, जसलाई हामी मञ्जुश्री सम्वत भनेर भन्छौँ। त्यो मञ्जुश्री सम्वत चन्द्र पात्रो भनेको चन्द्रमाको गति र प्रभावको आधारमा निर्धारण गर्ने हो। र विगतमा जसरी हामीले पञ्चाङ्ग निर्णायक समितिले जुन विक्रम सम्वतको पात्रो निर्माण गर्छ, प्रकाशन गर्छ, उहाँहरूसँग कोर्डिनेसन गरेनौँ। त्यो कोर्डिनेसन नगरेको परिणाम यस वर्ष विक्रम सम्वतको क्यालेन्डरमा हाम्रो सोनाम लोछार पर्व चाहिँ माघ 4 गते भनेर लेखियो। तर हाम्रो चन्द्र पात्रो अनुसार, मञ्जुश्री सम्वत अनुसार चाहिँ यो मलमास अधिक मास परेको कारणले, यो असार महिना 2टा महिना खप्टिएको कारणले गर्दाखेरि हाम्रो चाहिँ 1 महिना पछाडि तिथि सर्यो। हामी तिथिमा विश्वास गर्ने समुदाय हौँ। जस्तो गुरुङ समुदाय मितिमा विश्वास गर्नुहुन्छ, उहाँहरू चाहिँ पुष 15 गते, हरेक विक्रम सम्वतको पुष 15 गतेलाई आधार बनाउनुहुन्छ। तर हामी माघ शुक्ल प्रतिपदा भनेको चाहिँ तामाङ समुदायले ख्रेला छेपागी भनेर भन्छ। ख्रेला छेपागी चाहिँ माघ शुक्ल प्रतिपदा चाहिँ सौर्य पात्रो अनुसार विक्रम सम्वतमा माघ 4 गते लेखियो। तर हाम्रो चन्द्र पात्र अनुसार वर्षको एउटा महिना खप्टिएको कारणले गर्दाखेरि त्यो डबल भएको 13 महिनाको एउटा वर्ष भएको कारणले फागुन 4 मा पुग्यो। त्यो माघ शुक्ल प्रतिपदा नै हो। हामी तामाङ समुदायले भन्ने ख्रेला छेपागी नै हो, त्यो चाहिँ फागुन 4 गते पुग्यो। त्यसकारणले गर्दाखेरि हामी तामाङ घेदुङबाट विगत वर्षहरूदेखि नै हामीले चन्द्र पात्रोलाई आधार बनाएर क्यालेन्डरहरू प्रकाशन गर्दै आइरहेका छौँ। त्यही माघ शुक्ल प्रतिपदालाई आधार बनाउँदै आएछौँ। त्यस हिसाबले हामीले संस्थागत रूपमा निर्णय गऱ्यौँ फागुन 4 हो है हाम्रो चन्द्र पात्रोले निर्धारण गरेको चाहिँ तिथि चाहिँ सही हो है भनेर गयौँ। तर केही साथीहरू जो ज्योतिष परम्परामा अलिकति अनभिज्ञ हुनुहुन्छ, ती साथीहरूले चाहिँ विक्रम सम्वतमा जे लेख्यो त्यही ठिक हो, त्यसैलाई मान्नुपर्छ, त्यसैमा जानुपर्छ, राज्यले छापिदिएको क्यालेन्डर हो, बडाले जो गर्यो त्यो हुन्छ सर्वसम्मत भने जस्तो, अब त्यसैलाई मान्नुपर्छ भन्ने आफ्नो जुन पहिलाको परम्परा विश्वास छ त्यसलाई गुमाउने ढङ्गले कुरा गर्नुभयो। त्यसमा अलिकति केही साथीहरूमा विवाद भन्दा पनि यो भ्रम सिर्जना भएको हो। त्यो भ्रमले काम गरेको। ती साथीहरू मलाई लाग्छ यो फागुन 4 मा स्वीकार गर्नुहुन्छ। यो भन्दाखेरि सरकारले, राज्यले मान्यता दिएको पात्र अनुसार भन्दाखेरि सम्भवतः यो पञ्चाङ्ग निर्णायक समितिले दिएको तिथिको आधारमा उसले घोषणा गरेको आधारमा होला भन्दाखेरि माघ 4 गते भनेर उसले चाहिँ घोषणा गर्यो, एक ढङ्गको निर्णय गर्यो। अब नेपालमा भन्ने 3टा लोछारलाई राज्यले मान्यता दिएको छ। ग्याल्बो लोछार भयो,
एउटा चाहिँ सोनाम तपाईँको सोनाम लोछार भयो, हजुर। अर्को तमु तमुको लोछार। एउटा लोछार भयो। हजुर। यो तिनवटा लोछारलाई चाहिँ सार्वजनिक बिदा दिएको छ। हजुर। हिमाली भेगका, पहाडी भेगका आदिवासी जनजातिहरूले मनाउने यो लोछारको क्रममा हजुर। अब राज्यले बिदा दिइसकेको अवस्थामा अब यसलाई परिवर्तन गर्नुपर्ने हो कि अब के हो त? तपाईँहरूको विवाद फेरि त्यहाँसम्म पुग्ने हो कि यो विवादले कतै तपाईँहरूको चाहिँ यो लोछारमै समस्या आउने हो कि? अब मुख्य गरी लोछार पर्व हामीले संस्थागत रूपमा मान्ने सवालमा समस्या आउँदैन। हामीले त्यो निर्णय गरेर अगाडि बढिसक्यौँ। अब हामी पछाडि फर्किने ठाउँ छैन। जहाँसम्म राज्यले प्रकाशन गरेको पञ्चाङ्ग निर्णायक समितिद्वारा तयार पारिएको विक्रम सम्वतको क्यालेन्डरमा माघ 4 गते लेखिएको भन्ने कुरा छ, त्यसको लागि हामी पहल गरिरहेछौँ। अस्ति भर्खरै पनि हामीले प्रधानमन्त्रीज्यूलाई डेलिगेसन गएर ज्ञापन पत्र बुझायौँ। यो माघ 4 गतेको बिदा चाहिँ कटौती हुनु पर्यो। यो दिन हाम्रो पर्व पर्दैन सोनाम लोछार, फागुन 4 गते पर्छ। त्यस कारणले गर्दा तामाङ समुदायले फागुन 4 गतेको दिन चाहिँ प्रधानमन्त्री कार्यालयबाट, राष्ट्रपति कार्यालयबाट भोलि शुभकामना सन्देशहरू दिन सक्छ। त्यो शुभकामना सन्देश पनि त्यो दिनमा दिनु पर्यो भन्ने खालको कुराहरू गरेर अहिले हामीले गृह सचिवज्यूलाई पनि त्यो बारेमा सूचना प्रकाशनको लागि जानकारी गराएछौँ। अस्ति उहाँलाई अनुरोध गर्न हामी त्यहाँ पनि पुगेका थियौँ र पञ्चाङ्ग निर्णायक समितिसँग पनि हामी भोलि पर्सिको दिन जाँदैछौँ। यो चाहिँ गल्ती सच्याउनु पर्यो। राज्यले हाम्रो आग्रहमा, नेपाल तामाङ घेदुङ जस्तो तामाङ समुदायको राष्ट्रिय संस्थाको आग्रहमा 2051 सालदेखि यो बिदा सार्वजनिक बिदा दिने प्रक्रियाको सुरुवात गरेको हो। त्यस कारणले गर्दा हाम्रो आग्रहलाई स्वीकार गरेर राज्यले बिदा मान्यता दिएपछि हाम्रो परम्परा विश्वासलाई राज्यले स्वीकार्नुपर्छ भन्ने कुरा हो। किनभने उहाँहरूले तोक्ने होइन त्यसको कुन तिथिमा पर्छ बिदा, कुन तिथिमा तामाङ समुदायले चाड मान्छन्, हामीले निर्धारण गर्ने हो र त्यो निर्धारण गरेको तिथिमा उहाँहरूले बिदा स्वीकृत गर्ने हो। त्यस कारणले गर्दा हामीले आग्रह गरेका छौँ। आशा छ उहाँहरूले यो माघ 4 को बिदालाई कटौती गरेर फागुन 4 लाई कायम गर्नुहुन्छ। तर माघ 4 नै मनाउनुपर्छ भन्ने तपाईँकी पदाधिकारीहरूमध्ये पनि फेरि चाहिँ निवेदन दिएको, उहाँहरू पनि तपाईँहरू जस्तै प्रक्रियामा गएको माघ 4 नै हो भनेर आइरहेको, उहाँहरूले पनि डेलिगेसन गएको आफ्नो कुरा राखिरहेको अवस्थामा त अब यो विवाद त माथिसम्मै पुग्ने भयो नि, होइन? अब यो यस्तो छ, यहाँ मैले देखेको अहिले जो साथीहरूले माघ 4 लाई आधार मानेर सोनाम लोछार पर्व मान्नुपर्छ तामाङले भन्ने कुरा गरिराख्नु भएको छ, यसमा दुई तीनवटा स्वार्थले खेलिरहेछ जस्तो लाग्छ। एउटा त जो हाम्रो टिमभित्रकै पदाधिकारी साथीहरू जसले चाहिँ तपाईँको विगतमा पनि तामाङ घेदुङमा लामो समय बसेर काम गर्नुभएको छ, उहाँहरूले यो कुरा उठाउनु, उहाँहरूभित्र एउटा स्वार्थ जोडिएको छ है। त्यस कारणले गर्दाखेरि ती साथीहरूले त्यो कुनै पूर्वाग्रह बस होइन आफ्नो व्यक्तिगत विचारबाट प्रभावित भएर उहाँहरूले माघ 4 मान्नुपर्छ भन्नु। फेरि अर्को चाहिँ के पक्ष छ भन्दाखेरि एउटा ठुलो समुदाय यस्तो छ कि तामाङभित्र ज्योतिष परम्परा सम्बन्धी ज्ञान राख्नुहुन्न। कसरी यो चाहिँ तपाईँको तिथि निर्धारण हुन्छ, चन्द्रपात्रको आधार के हो होइन, र कति दिनको एक महिना हुन्छ। जस्तो तपाईँको विक्रम सम्वतमा हेर्ने हो भने त 32 दिनसम्मको एक महिना भएको छ, तर हाम्रो चन्द्रपात्रमा तपाईँको अधिकांश दिनहरू भनेको 29 दिनको मात्रै हुन्छ। महिना भनेको 29 दिनको मात्रै हुन्छ, कुनै कुनै मात्रै 30 मा पुग्छ। त्यो नियमलाई बुझ्न नसक्ने साथीहरू धेरै हुनुहुन्छ, जसले अहिले सामाजिक सञ्जालमा तपाईँको माघ 4 लाई मान्नुपर्छ भन्ने खालको कुरा गरिराख्नु भएको छ। अर्को यो भित्र म घेदुङको नेतृत्वमा आइसकेपछि मेरै नेतृत्वमा पोहोरको साल मूल आयोजक समिति गठन भएर टुडी खेलमा हामीले भव्यताका साथ लोछार महोत्सव सम्पन्न गऱ्यौँ। यहाँ के रहेछ भन्दाखेरि पर्वको नाममा केही साथीहरू व्यापार पनि गर्नुहुँदो रहेछ है। जसले चाहिँ तपाईँको त्यो व्यापार गर्ने व्यापारिक मानसिकताको साथीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब त्यो माघ 4 जुन खालको राज्यको क्यालेन्डरमा छापिएको छ त्यही दिन चाहिँ अब मान्छेलाई बोलाउनु पर्दैन, सिधै मान्छे चाहिँ तपाईँको हजारौँ मान्छेहरू त्यहाँ उपस्थित हुन्छन्, त्यही बेला हामीले चाहिँ मान्नुपर्छ, यो अरू कुराहरू जानु हुँदैन, संस्थागत मूल्य मान्यता त्यसलाई पछ्याउनु हुँदैन भन्ने खालको यो दुई तीनवटा कुराले खेलेको कारणले गर्दाखेरि अहिले हाम्रो यो उसमा केही भ्रमहरू साथीहरूले सिर्जना गर्नुभएको छ। हामी उहाँहरूलाई पनि कन्भिन्स गर्दैछौँ। हामी हाम्रो अग्रज जसले यो मूल्य मान्यता स्थापित गर्नुभयो उहाँहरूलाई पनि आग्रह गरिरहेछौँ, तपाईँहरूले यो विवाद मिलाइदिनु पर्यो भन्ने कुराहरू राखिरहेछौँ र म आशा गर्छु उहाँहरू यो बिचमा अब समय पनि अलिकति छ, यो समयमा उहाँहरू आउनुहुन्छ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रम। जनसवाल कार्यक्रममा अब भने छोटो विश्रामपछि पुनः कुराकानीतर्फ लाग्नेछौँ। विशेषतः तामाङ समुदायले मनाउँदै आइरहेको सोनाम लोछारको विषयमा, जुन सोनाम लोछारको
तिथि कुन दिनमा मनाउने भन्ने विषयमा र सोनाम लोछारको विविध पक्षमा हामी केन्द्रित भएर कुराकानी गर्नेछौँ। अब भने छोटो विश्राम। नेवा पत्रकार राष्ट्रिय दबुया गोसाले समावेशी सञ्चार नीति मिडिया फेस्टिभल नेवा पत्रकार राष्ट्रिय दबु पाखे नापागो मिडिया फेस्टिभल थोए पुसे 22 गते यलो लाकोली जुइटेंगो हुनी जे यलो महानगरपालिका या मेयर यो पाखे छिकपिन्त शुभकामना दे छैछना नापागो मिडिया फेस्टिभल छिन्ससाव स्वीचारयो लसटा सफलताया लागि जो यको भिन्दनाडो मिडिया फेस्टिभल या आकर्षण समावेशी सञ्चार हेलुवा वाङ्मय शताब्दी पुरुष सत्यमन जोशी हना नेपाल भाषा आदिवासी जनजाति नाप ठिठी सञ्चार गृह या प्रकाशन प्रसारण स्टल बोजा लोकभापी कलाकार सञ्चार कर्मी पिनिको सांस्कृतिक बोजा राष्ट्रिय व स्थानीय जनप्रतिनिधि नाप सञ्चार कर्मीले समावेशी सञ्चार व मातृभाषा पत्रकारिता विषयमा डबली बहस ज्याजो जुइगु है यल लाको भण्डार खा केवा मिडिया फेस्टिभल जुइगु दि 2074 पुस 22 गते जिन 600 व स्वीट च्याद पोहेलागा पञ्चमी शनिबार जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला नेवा पत्रकार राष्ट्रिय दबुको आयोजनामा समावेशी सञ्चारका लागि मिडिया फेस्टिभल सबै किसिमका विचार, सबै किसिमका मान्यता, सबै संस्कृतिहरू अथवा गतिविधिहरूले ठाउँ पाउनुपर्छ। कसैलाई पनि निषेध नगर्ने खालको सञ्चार माध्यम र मान्यतालाई संस्थागत रूप दिन यो सेमिनारले एउटा भूमिका खेलोस् भन्ने म शुभकामना दिन चाहन्छु। धन्यवाद। मिडिया फेस्टिभलका आकर्षणहरू समावेशी सञ्चारका अगुवा वाङ्मय शताब्दी पुरुष सत्यमन जोशी सम्मान नेपाल भाषा आदिवासी जनजाति तथा विभिन्न सञ्चार गृहका प्रकाशन प्रसारण स्टल प्रदर्शन चर्चित कलाकार सञ्चार कर्मीहरूको सांस्कृतिक प्रदर्शनी राष्ट्रिय र स्थानीय जनप्रतिनिधिसँग सञ्चार कर्मी बीच समावेशी सञ्चार र मातृभाषा पत्रिका विषय डबली बहस मिडिया फेस्टिभल हुने ठाउँ ललितपुर दरबार क्षेत्र भण्डार खाल बगैँचा कार्यक्रम हुने मिति 2074 पुस 22 गते नेपाल सम्बत 1138 पहिलागा पञ्चमी शनिबार। इन्डिजिनस टेलिभिजनको यो जनसवाल कार्यक्रममा फेरि पनि तपाईलाई स्वागत गर्न चाहन्छु। आज हामी कुराकानी गर्दैछौँ सोनाम लोछारको विषयमा, जुन लोछार पर्व तामाङ समुदायले मनाउँदै आइरहेको छ र तामाङ समुदाय बीच यो सोनाम लोछार यस वर्ष कहिले मनाउने भन्ने विषयमा एक ढङ्गको बहस भइरहेको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। तामाङ समुदायको राष्ट्रिय सङ्गठन नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेजी आउनुभएको छ। उहाँसँग फेरि पनि कुराकानीतर्फ लागौँ। मोहन गोलेजी, तपाईँले जुन दाबी गर्नुभयो अब चाहिँ त्यही दिनमा भन्दाखेरि फागुन महिनामै 4 गते नै मनाउने भन्ने जुन भन्नुभयो, तर यो सोनाम लोछार विगतदेखि आफूहरूले भनेको, आफूहरूले यसमा चाहिँ मत दिइरहेको र आफूहरूको भनाइअनुसार नै सोनाम लोछार मनाउँदै आइरहेको तिथि अनुसारको भन्ने दाबी गर्ने एकजना तपाईँकै उपाध्यक्ष हुनुहुन्छ के उहाँ चाहिँ त्यो विषयमा ज्ञानै नभएको हो त के हो त? अब ज्ञानै नभएको भनेर त म भन्न सक्दिनँ उहाँलाई, होइन? किनभने हिजो जुन बेला अहिले जस्तो अलिकति विज्ञानसम्मत ढङ्गले अध्ययनपूर्वक हामीले यो क्यालेन्डर प्रकाशन गर्ने, जुन सोनाम लोथो कृषि चन्द्रपात्रो भनेर भन्छौँ, त्यो पात्रो प्रकाशन गर्ने व्यक्तिहरू, विज्ञ व्यक्तिहरू नहुँदाखेरि उहाँबाटै हो हामीले काम चलाएको। उहाँले नै प्रकाशन गर्नुहुन्थ्यो। त्यति बेला उहाँले धेरैवटा किताबहरू पनि यस सम्बन्धमा निकाल्नु भएको छ। तर अब पछिल्लो चोटि उहाँमा अब के भयो है, अब विक्रम सम्वत अनुसारको क्यालेन्डरमा लेखिएको माघ 4मै जानुपर्छ, माघ 4मै जानुपर्छ भन्ने खालको एउटा तर्क मात्रै छ। अस्ति भर्खरै पनि तपाईँको हाम्रो गुरु खेन्पो सोनाम गिर्मे तामाङज्यू पनि आउनुभएको थियो।
उहाँसँगै पनि बसेर दुईजनालाई राखेर हामीले छलफल गरायौँ। के हो तपाईँहरूको कुरा, एउटा कन्क्लुजनमा पुग्नुहोस् है, एउटा वैज्ञानिक तर्कसङ्गत कुराहरू राख्नुहोस्, कुन आधार ठिक हो, हामी त्यसलाई चाहिँ पछ्याउँछौँ संस्थाको ढङ्गबाट भनेर कुरा राख्दा उहाँले खालि मागचार भन्नुहुन्छ, अरू तर्कहरू राख्नुहुन्न है। अब त्यो आधारहीन व्यक्तिगत तर्कको पछाडि लागेर संस्था कुद्नु हुँदैन। संस्थाले हिजो मूल्य मान्यताहरू स्थापित गरेका छ। संस्था एउटा बाटोमा समुदायलाई हिँडाउन उद्यत छ र अब एउटा व्यक्तिले भन्यो भन्दैमा हामी पछाडि फर्किने अब हाम्रो ठाउँ छैन, पछाडि फर्किन सम्भव छैन। उहाँसँग कुराकानी भइराखेको छ र अब यो कुराकानीको क्रममा उहाँ कन्भिन्समा आउनुहुन्छ नि भन्ने म विश्वास गरिराखेको छु। हेरौँ अब पहल अब कतिसम्म हुन्छ। सबै व्यक्तिलाई सम्झाएर हिँड्नु त सम्भव नहुँदो रहेछ। सबै यो सर्वस्वीकृत हुन्छ यस्तो प्रक्रियाहरू, यस्तो भ्रमहरू चाहिँ सबैलाई एकैचोटि सम्झाएर मात्रै टुङ्गिन्छ भन्ने चाहिँ नहुँदो रहेछ। तर बहुसङ्ख्यकले मान्ने कुरा चाहिँ यो चाहिँ हामीले आधार मान्नुपर्छ। जस्तो कि अहिले हामीले मूल आयोजक समिति गठन गर्दा 120-25 सङ्घ संस्थाको प्रतिनिधिहरू सम्मिलित 1001 सदस्यीय मूल आयोजक समिति गठन गर्छौँ। अब त्यहाँ एउटा संस्था चाहिँ तपाईँको बाहिरिन्छ, 119वटा संस्था चाहिँ त्यो भित्रै बसेर फागुन 4मै मान्नुपर्छ भन्छ। एउटा संस्था चाहिँ बाहिरिन्छ, बाहिरिँदैखेरि चाहिँ अब ठुलो चाहिँ यसले अब चाहिँ घेदुङले अगाडि सारेको कुरा चाहिँ ठिक होइन रहेछ भन्ने कुरामा त जानु भएन नि। बहुमतलाई पनि हेर्नु पऱ्यो नि, कसले बढी स्वीकार गर्यो त्यो कुरा नि पछ्याउनु पऱ्यो। यस्तो विवाद भनेको यो आदिवासी जनजातिहरूमा चाहिँ भइरहने, कहिले नेवार समुदायको पनि तिथिमितिको विवाद हुने, अब तामाङ समुदायको पनि देखियो यस्तो विवाद भइरहने। के हो यो चाहिँ राज्यमा पहुँच नपुग्ने, जसले चाहिँ आफू पीडित भनेर भन्नुहुन्छ त्यो समुदाय नै यस्तो विवादमा आफू नै विवाद गर्ने, के हुने हो खास यस्तो? यो मैले चाहिँ अब म सामाजिक अभियन्ताको नजरबाट हेर्दाखेरि सर है, खास गरी के देख्छु भन्दाखेरि यो सत्ता नहुनुको पीडा हो। आदिवासी जनजातिहरूको सत्ता हुन्थ्यो भने हाम्रो यस्तो विवाद हुँदैन थियो। म एउटा दाबीका साथ धेरै ठाउँ भन्दै आएको छु, यदि बाहुन क्षेत्री समुदायको अहिले सत्ता नहुन्थ्यो भने उहाँहरूको दसैँ तिहारमा नि अहिले हाम्रो लोछारको, तपाईँहरूको न्युदय भिन्तुनाको नेवार समुदायको होइन, अब किराँती समुदाय यसले सम्बन्धलाई विश्वास गर्छ, त्योभन्दा बढी भाँडभैलो हुन्थ्यो। तर के हो भन्दाखेरि सत्ताले त्यसलाई आधिकारिक प्रमाणित गर्यो, एउटा लेभल लगाइदियो। त्यो लेभल लागेपछि त्यो एउटा सिस्टममा गयो। त्यो सिस्टममा गइसकेकोलाई अब हामी तामाङहरूले जस्तो तपाईँको टुडी खेलमा उर्लिएर नाचेर अब लोछार आयो भनेर, दसैँ आयो भनेर प्रचार गरी हिँड्नु पर्दैन है। त्यस कारणले गर्दा उहाँहरूको सिस्टम बस्यो। हाम्रो चाहिँ जनजाति भनेको त्यस्तो समुदाय हो जो विकासको क्रममा धेरै तलको समुदाय हो। त्यो तलको समुदाय भएको कारणले गर्दा त्यसको संस्कृति, त्यसको भाषा, त्यसको धर्म, त्यसको जीवन परम्परा, त्यो शासकीय प्रभावले यति कचल्ट्याइदिएको हुन्छ कि कुन हो कुन छुट्याउनै गाह्रो हुन्छ। त्यो छुट्याउन गाह्रो हुँदाखेरि केही मान्छे उतापट्टिकोमा मत दिन पुग्छ, केही मान्छे यतापट्टिकोमा आफ्नो जुन छ संस्थाले विकास गरेको त्यो प्रभावबाट प्रभावित भएर त्यो स्कुलिङमा जान्छ। र यो सत्ता नहुनुको पीडाको कारणले, सत्ता नहुनुको कारणले हामी आदिवासी जनजाति समुदाय, नेवार, तामाङ लगायत अब मगरहरूको त धेरै कुराहरू हामीले थाहा पाइरहेछौँ होइन। उहाँहरूको पनि त्यस्तै विवाद छ। यो थारू समुदाय हरेकको यस्तो विवाद आउने कारण चाहिँ मैले देखेको हामी सत्तामा हस्तक्षेपकारी भूमिका खेल्न नसक्नुको परिणाम हो भन्ने लाग्छ मलाई। अब यो लोछारको विषयमा कुरा गर्दाखेरि लोछार भनेको सामान्यतया नयाँ वर्ष भनेर, नयाँ वर्ष, लो भनेको वर्ष, छार भनेको नयाँ हो। नयाँ वर्षको रूपमा यो पनि वर्ष मान्ने पनि जनावरहरूको नामसँग जोडिएको जनावर वर्षसँग मान्ने, वर्गको रूपमा मान्ने जुन चलन छ, यो तपाईँको ग्याल्बो लोसार मान्ने होस् या टङ्गु लोसार मान्ने होस् या सोनाम लोसार मान्ने होस्, यो सबैमा भिन्नता के छ? त्यस्तै प्रकृति त्यस्तै ढङ्गको मनाउने हो कि या भिन्न भिन्न छ कि के हो त? अब यो वर्गको हिसाबले कुन वर्गले शासन गर्छ होइन। जस्तो अब हाम्रो अहिले यो 2074 फागुन 3 सम्म चाहिँ चरा वर्षले शासन गर्छ। ज्यालो कुकुर आउँछ, ज्यालो अब कुकुर आउँछ। अब यो 2074 फागुन 4 देखि कुकुर आउँछ भन्ने हाम्रो चाहिँ विश्वास हो। संस्थागत हाम्रो निर्णय, आधिकारिक निर्णय त्यो। तर माघ 4 लाई आधार मनाउने साथीहरूले त तपाईँको फेरि माघ 4 बाट चाहिँ कुकुर सुरु भयो भन्ने भयो
त्यस कारणले गर्दा यो पर्व मान्ने, एक दिन टुडी खेलमा निस्केर नाच्ने, रमाइलो गर्ने कुरासँग यो सवाल भएन क्या। यो सवाल तामाङ समुदायको कहाँ आएर जोडिन्छ भन्दाखेरि तपाईँको तामाङको विश्वास परम्पराको आधारमा चल्ने लोसँग जोडिन्छ। जस्तो कि म कुन लोक हो, मोहन गोले कुन लोक हो भन्दा म खी लोक हो, कुकुर वर्गमा म जन्मेको। कुकुर वर्गमा जन्मेको मान्छेले कुन वर्गको केटी बिहे गर्नुहुन्छ, उसको जीवनमा कुन उसले प्रभाव पार्छ, सबै कुरो त्यो हाम्रो निर्धारण गर्छ। तर तपाईँको अब यहाँ के भयो भन्दाखेरि माघ 4मा मान्ने साथीहरूले माघ 4देखि तपाईँको फागुन 3सम्मको बिचमा जन्मिने बच्चाहरू पनि के हुने भयो भन्दा त्यो त कुकुर लोमा जन्मेको हुने भयो। हामी चाहिँ त्यो चाहिँ चरा वर्षमा जन्मेकै भन्ने भयो। त्यसले त अर्को हाम्रो समुदायमा ठुलो विश्वासमा तपाईँको प्रभाव पार्ने कुरा भयो। यो लोछार एक दिन त्यहाँ टुडी खेलमा सामूहिक रूपमा भोजको आयोजना गरेर, महोत्सवको आयोजना गरेर मान्ने सवाल ठुलो भएन कि यसले पार्ने दुर्गामी असर प्रभाव चाहिँ यता छ। त्यसले हाम्रो चिन्ताको कुरो यही हो। यही चिन्तालाई आधार मानेर हामीले विगतमा तामाङ घेदुङको केन्द्रीय कमिटीको बैठकबाट नै हाम्रो लो फिर्ने दिन चाहिँ फागुन 4 हो है, नाच्ने गाउने रमाइलो गर्ने लोछार सुरु भयो भन्नको लागि त 1 महिना अगाडिदेखि नै हामी हल्ला गर्न थाल्छौँ। त्यो जुन दिन पनि नाच्न गाउन सकियो, रमाइलो गर्न सकियो, सांस्कृतिक भोजभाजको कार्यक्रमहरू गर्न सकियो। तर मेन लो फिर्ने दिन, हाम्रो सम्बत फिर्ने दिन चाहिँ कुन हो भन्दा फागुन 4 हो भन्नेमा हामी गएका। तपाईँहरूले चाहिँ अब कुकुर वर्ष मान्नुहुन्छ, कुकुर वर्षको सुरुवात भएको मान्नुहुन्छ, फागुनदेखि तपाईँहरू मान्नुहुन्छ। त्यस्तै चाहिँ तमु समुदाय या शेर्पा समुदाय उहाँहरूले पनि कुकुरै चाहिँ मान्नुहुन्छ। कुकुरै हो। अनि त्यो कुकुर वर्षमा के हुन्छ, कुकुरसँग जोडिएर तपाईँको समाजमा परिवर्तनदेखि लिएर धेरै कुरा हुन्छन्। यसको परम्परागत हाम्रो विश्वास आधार भनेको चाहिँ जस्तो अब कुकुर वर्गमा जन्मेको मान्छेको स्वभाव कुकुरकै जस्तो हुन्छ हैन। घोडा वर्षमा जन्मेको मान्छेको स्वभाव घोडाकै जस्तो चम्किने, अलिक छिटो दौडिने। अब मलाई एकजनाले भन्नुहुन्थ्यो तपाईँ चाहिँ कुकुर वर्गमा जन्मेको कारणले अलिक तपाईँ भाषण भूषणमा अलिक भोग्नुहुन्छ भन्नुहुन्थ्यो। त्यो वास्तवमा कोही साथीहरूको यसो स्वभाव म हेर्छु। मेरै दाइ एकजना हुनुहुन्छ, उहाँ चाहिँ चरा वर्षमा यो बाँदर वर्षमा जन्मेको र अलिक चकचक गर्ने, छिटो बोल्ने, यस्तो खाले कुराहरू गर्ने, यो विश्वास हाम्रो परम्परा हो हैन। त्यस कारणले गर्दा त्यो वर्गले हाम्रो जीवन स्वभावलाई पनि तपाईँको प्रभाव पारिरहेको हुन्छ है, त्यसलाई देखाउँछ। र त्यो कुकुर वर्गमा जन्मेको मान्छेले कुन वर्गको केटीहरूसँग बिहे गर्नुहुन्छ है, त्यो हाम्रो लो र खाम भन्ने हुन्छ, त्यो मिलाउनु पर्छ। एकदमै तपाईँको विज्ञान हो। लो परम्परा तामाङ समाजको अभिन्न एउटा विज्ञान हो। यसलाई छुट्याएर तामाङ समाजको पूर्ण कद देख्न सकिँदैन, अपुरो हुन्छ, अधुरो हुन्छ। यो त हाम्रो हरेक जीवनमा यति महत्त्व राख्छ। धार्मिक हिसाबले हेर्नुहुन्छ भने हामी तपाईँको लुङदर दर्जु फहराउँछौँ, आफ्नो घरमा नयाँ साल आएको भन्छौँ हैन। हाम्रो चाहिँ तपाईँको ग्रह दशाहरू त्यहाँ चाहिँ फ्याँकिन्छ, लो खोर्लो भन्छ, त्यो 12वटा लोको खोर्लो बनाएर फ्याँक्छौँ हामी। आर्थिक हिसाबले त्यस्तै यसको महत्त्व छ। तपाईँको अब हामी कृषक समुदाय भएको कारणले गर्दाखेरि यसमा चाहिँ तपाईँको हामी कुन समयमा कुन खेतीपाती लाउनुपर्छ भने यसमा हाम्रो निर्धारण हुन्छ। हामी नयाँ पुरानो ऋणहरू तिरिसक्छौँ, नयाँ ऋणको सुरुवात गर्छौँ लो फिरेको दिनमा। सामाजिक हिसाबले हेर्ने हो भने तपाईँको भेटघाट हुने, रमाइलो हुने हैन, टिका लगाउने, आशीर्वाद दिने, शुभकामना आदान प्रदानका कार्यक्रमहरू हुने, सांस्कृतिक महत्त्व छ यसको। तपाईँको त्यस्तै गरेर तपाईँको राजनीतिक हिसाबले पनि हेर्दा अहिले त कस्तो भयो भन्दाखेरि पहिचानको कुराहरू उठाउने, तामसालिङ कुरा उठाउने, अधिकारको कुरा, राज्य सत्तामा प्रतिनिधित्वको कुरा उठाउने, राजनीतिक महत्त्व पनि यसले राख्यो। त्यस कारणले गर्दा यो धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक हरेक ढङ्गले यसको महत्त्व यति महत्त्व छ। यो महत्त्वलाई अलग्याएर, यो लो परम्परालाई अलग्याएर तामाङ समाज, सिङ्गो तामाङ समाज सोच्न सकिँदैन। यो यस्तो एउटा विज्ञान हो। यो विज्ञानलाई नपछ्याउने मान्छेको जीवनमा दुःख सङ्कटहरू आइपर्छ। यो हुनु त अन्धविश्वास जस्तो लाग्छ कसैलाई सुन्दाखेरि, तर यो अन्धविश्वास होइन, एउटा विज्ञानमा चल्ने गणितीय परम्परा हैन, त्यसको एउटा मेथडबाट सञ्चालित हुने हो। त्यसले यसलाई हामीले त्यसरी बुझ्नुपर्छ। मोहन गोलेजी, अन्तमा यो जुन तपाईँहरू लोसार मनाउँदै हुनुहुन्छ, यो उत्सवको रूपमा पनि मनाउनुहुन्छ, मुद्दा पनि उठाउनुहुन्छ होला। अहिले सङ्घीय संरचनामा मुलुक गइसकेको 3 नम्बर प्रदेश
नामाङ्करणको बाँकी त्यहाँ चाहिँ भाषिक सवालको चाहिँ कुन कुन भाषालाई मान्यता दिनुपर्ने भन्ने बाँकी कुरा रहेको योसँग जोडेर हेर्दाखेरि नेवार र तामाङको पनि एउटै ठाउँमा परिएको अवस्थामा के तपाईँहरूको नेवार र तामाङसँगको सामूहिकको कुरा नेवारको पनि मान्यता तामाङको पनि मान्यता या नामको सवालमा तपाईँको यो मुद्दा पनि उठाउनुहुन्छ कि के हो छोटोमा? बडो सान्दर्भिक प्रश्न यो अन्तिममा उठाउनु भयो। यहाँलाई म जानकारी पनि गराउँ। अहिले यो 3 नम्बर प्रदेश भनेको दुईटा सभ्यताको ऐतिहासिक भूगोल हो। एउटा नेवार सभ्यता, एउटा ताम्सालिङ सभ्यता, तामाङहरू र नेवारहरूको भूगोल हो। अब यो भूगोलको सवालमा अब तपाईँको अहिले प्रदेश र प्रतिनिधि सभाको पनि निर्वाचन सम्पन्न भयो है। अब प्रदेश सभा गठन हुँदैछ, प्रदेश सरकार गठन हुँदैछ, प्रतिनिधि सभा पनि गठन हुँदैछ। अब त्यो प्रदेश सभाको पहिलो बैठकले तपाईँको यो चाहिँ 3 नम्बर प्रदेशको अहिले त नम्बर दिएर राखेको छ, यसको नामकरण के हुने भन्ने सवालमा हामी नेवारहरूको आधिकारिक साझा सङ्गठन नेवा दे दबु र तामाङ घेदुङ बीच हामी अहिले 2 चरणमा छलफल गरिसक्यौँ। त्यो 2 चरणमा छलफल गरेर हामी 2-3वटा कुरामा दबावमूलक आन्दोलन संयुक्त रूपमा सञ्चालन गर्ने भन्ने निर्णयमा पुगेका छौँ र हाम्रो 10 सदस्य एउटा टिम पनि बनाएको छ। तामाङबाट 5 जना, नेवारबाट 5 जना। त्यसले यो 3 नम्बर प्रदेशको भूगोलको नामकरण ताम्सालिङ नेवा प्रदेश राख। त्यस्तै तपाईँको यो भाषाको सवालमा पनि नेवार भाषा र तामाङ भाषालाई प्रादेशिक भाषा बनाऊ भन्ने खालको जस्तो प्रदेशको कार्यालय कहाँ हुने भन्ने सवालमा पनि हामी छलफल गरेर अगाडि बढ्दैछौँ। एउटा टिम बनाएको छ। त्यो टिमले अबको दिनमा हामी संयुक्त रूपमा आन्दोलन गर्ने र यो 3 नम्बर प्रदेश अब भोलि हाम्रो त चाहना भनेको नेवा एउटा प्रदेश बन्नुपर्छ, अर्को प्रदेश ताम्सालिङ प्रदेश, यो वरिपरिको डाँडा जो तामाङ समुदाय बसोबास गर्छ त्यो तामाङहरूको भूगोल हो, ऐतिहासिक भूगोल, त्यहाँ ताम्सालिङ प्रदेश बन्नुपर्छ भन्ने हो। त्यो छुट्टै छुट्याएर गर्ने छुट्टै छँदैछ, तर अहिले संयुक्तमा हुँदा चाहिँ ताम्सालिङ नेवा प्रदेश बनाउनुपर्छ भनेर हामी संयुक्त रूपमा आन्दोलनमा जाँदैछौँ। तपाईँले यति धेरै कुरा गर्नुभयो लोछारको विषयमा, नेवार र तामाङको समुदायको विषयमा। तपाईँलाई धेरै धेरै धन्यवाद। फेरि भेटौँला। हवस्, धन्यवाद यहाँलाई। धन्यवाद। जोजोलपा नमस्कार। नेवा पत्रकार राष्ट्रिय दबुया गोसाले समावेशी सञ्चार नीति मिडिया फेस्टिभल पत्रकार गु चाहिँ भूमिका ख उन राष्ट्रिय क्षेत्र उन्नति या उद्योग या विकास यावली तहरङ भूमिका चुने जो चाहिँ तो छिकपिसा गु तो मिडिया फेस्टिभल चाहिँ या त्यौँलु जो मोडो जा खना उयो सफलता कामना हैन छिकपिसा शिक्षा जेजीमा ठिकै राष्ट्रिय दना तरङ्ग भलोजीमा मिडिया फेस्टिभल या आकर्षण समावेशी सञ्चार हेलुवा वाङ्मय शताब्दी पुरुष सत्यमन जोशी हना नेपाल भाषा आदिवासी जनजाति नाप ठिठी सञ्चार गृह या प्रकाशन प्रसारण स्टल बोजा लोकभापी कलाकार सञ्चार कर्मी पिनिगु सांस्कृतिक बोजा राष्ट्रिय व स्थानीय जनप्रतिनिधि नाप सञ्चार कर्मी लिसे समावेशी सञ्चार व मातृभाषा पत्रकारिता विशेषण डबली बहस ज्याजो जिगु है यल लाको भण्डार खाकेव मिडिया फेस्टिभल जिगु दि 2074 पुस 22 गते जिन 600 व स्वीट च्याद पोहेलागा पञ्चमी शनिबार जीव तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला